ओके नमस्ते सबैजनालाई फेरि अर्को प्रसङ्ग लिएर आएका छौँ। यो भिडियो विशेष गरी कम्प्युटरसँग रिलेटेड छ। हामीले क्लास 4 देखि चाहिँ कम्प्युटर क्लास सुरु हुने भएकाले चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ कम्प्युटरको बेसिक पार्ट्सहरूको बारेमा र बेसिक फङ्सनको बारेमा र बेसिक फिचर्सको बारेमा चाहिँ राम्रोसँग बुझ्नका लागि चाहिँ हामीले यहाँ थीमेटिक प्रेजेन्टेसन गराउन गइराखेका छौँ। यसमा चाहिँ हामीले क्लास 4 को स्टुडेन्ट्सहरूलाई चाहिँ चुज गरेका छौँ। उनीहरूले चाहिँ यस थीमेटिक प्रेजेन्टेसनबाट चाहिँ कम्प्युटरको पार्ट्सहरूको फङ्सन के हो, उनीहरूले चाहिँ कसरी वर्क गर्छ। सो यो भिडियो चाहिँ विशेष गरी कम्प्युटर बेसिक्समा छ। सो हाम्रो स्टुडेन्ट्सहरूले चाहिँ कम्प्युटरको फङ्सनहरू र यिनले गर्ने कामहरूको बारेमा चाहिँ एक्सप्लेन गरिराखेका छन्। यो युजफुल किन हुन्छ भन्दाखेरि चाहिँ भर्खर 3बाट चाहिँ 4मा आउनुभएको हाम्रो स्टुडेन्ट्सहरूको लागि कम्प्युटर न्यू क्लासेस भएका कारणले गर्दाखेरि बेसिक पार्ट्सहरू बुझ्न धेरै इम्पोर्टेन्ट छ। त्यसैले चाहिँ हामीले यो थीमेटिक प्रेजेन्टेसन गराउन गइराखेका छौँ। सो भिडियो के कस्तो लाग्छ अन्त्यसम्म हेरिदिनु होला। यदि मन परेमा चाहिँ प्रतिक्रिया दिनु नबिर्सिनु होला। सो यो प्रेजेन्टेसनको लागि चाहिँ हाम्रो अरू स्टुडेन्ट्सहरू पनि एकदमै एक्साइटेड हुनुहुन्छ। लेट्स स्टार्ट आवर न्यू भिडियो थीमेटिक प्रेजेन्टेसन। सो हामी चाहिँ थीमेटिक एउटा प्रेजेन्टेसन गर्न गइराखेका छौँ, जसमा चाहिँ हाम्रो स्कुलको कक्षा 4का भाइ बहिनीहरूलाई चाहिँ हामी कम्प्युटरको पार्ट्सहरूबाट चाहिँ उनीहरूलाई चाहिँ कम्प्युटरको पार्ट्सको इन्ट्रोड्युस गराउन गइराखेका छौँ। सो पार्ट्सले चाहिँ कसरी काम गर्छ र पार्ट्सको रोल चाहिँ के छ भन्ने कुरामा चाहिँ हामी यो थीमेटिक प्रेजेन्टेसनबाट चाहिँ हामी यो देखाउन गइराखेका छौँ। यसको लागि चाहिँ विशेष सहयोग चाहिँ हाम्रो कम्प्युटर सर समीर सरलाई धेरै धेरै धन्यवाद। उहाँले चाहिँ हाम्रो समीर सरको लागि ताली बजाउनु थियो। अनि अर्को कुरा भनेको विशेष धन्यवाद चाहिँ हाम्रो दिशा म्यामलाई। उहाँले चाहिँ एउटा नयाँ सोच लिएर चाहिँ विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ अतिरिक्त क्रियाकलाप अन्तर्गत भन्दा पनि विद्यार्थी भाइ बहिनीलाई नयाँ तरिकाले बुझाउने जुन सोच लिएर आउनुभएको छ, उहाँलाई पनि हामी सबैजनाले स्वागत गर्नुपर्छ। यस्तो सोच छ र विशेष गरी हाम्रो विशेष गरी उहाँले पनि विभिन्न म्याथमा भए पनि कम्प्युटरमा धेरै साथ दिनुभएको सरलाई धेरै धेरै धन्यवाद। अब थोरै रमाइलो गरौँ ल, हुन्छ ल, गीत गाउने ल सबैजना, हुन्छ। म गाउँछु, त्यसलाई चाहिँ तिमीहरूले चाहिँ रिपिट गर्ने। ओके। नेपाली हामी रहौला नेपालै नरहे, नेपालै नरहे, ऊँचाइ हाम्रो चोलिन्छ कहाँ, हिमालय नरहे, हिमालय नरहे। ल अब चाहिँ हाम्रो प्रेजेन्टेसन सुरु हुन गइरहेको छ। सो आफ्नो इन्ट्रोडक्सन गरे है। My name is Stefania. My name is Namita. My name is Ankit Shivari. I am a mouse. I am a keyboard. I am a CPU. I am a computer. Very good. ल Computer. I am an electronic machine. Data and common tasks based on instruction. I can store, retype and process information. Computers are used in almost all education, business, health, science and entertainment. I help to write documents, browse the internet, play games and solve the complex problems. The main parts of me, including the CPU, monitor, keyboard and mouse. In today's digital world, I become an essential part of our daily life. Thank you for listening my speech. Now I am calling CPU. Good morning everyone. I am a CPU. I stands for Central Processing Unit and I am the brain of a computer. I am the brain of a computer.
I process all the instruction and controls the operation of the computer system. Every task we do typing, opening apps or browsing is handled by me. I perform calculation and makes decision very quickly. The speed and power of a computer mostly depend on me. Without me, a computer cannot function at all. Thank you for listening my speech. Now I am calling keyboard. I am an input device that helps to type text and gives command to a computer. I have contained keys for letters, numbers, symbols and special functions like enter, shift and CPR. The uppermost layout is WQWERTY. In the first 6 letters after the top row. I'm used to write email, create a document and search internet and more. Some keyboards also have keys for multimedia to control music or volume. And the most important tool for interacting the computer. Thank you for your time. I am a mouse. I am a common input process used to control the monitor on a computer screen. I helps user click, drag and select items quickly and easily. The mouse usually has two buttons, left and right, and a scroll wheel in the middle. I am very useful for navigating files, using software and browsing the internet. Modern mouse can be wired or wireless, and some even use touch or laser technology. The mouse makes working with a computer faster and more comfortable. Thank you. धेरै धेरै धन्यवाद। सो एकचोटि म तपाईँहरूलाई सोध्छु ल, तपाईँलाई रिभ्यू गर्छ कि छैन यो पार्ट्सको नाम के थाहा छ? सिपियुको फुल फर्म पहिला थाहा छ? ल अनि चाहिँ पहिला हाल्नु थाहा हो? Central Processing Unit. क्ल्याप। सो यसै गरी हाम्रो इन्टरनेटको सोसल मिडियाको पार्ट्सहरू पनि बाँकी नै छ। सो हाम्रो कम्प्युटरको पार्ट्सहरूलाई सबैजनाले चाहिँ एकदमै हृदयदेखि नै ताली बजाउँदा सबैजना जोरदार। ओके ल, अर्को हाम्रो सोसल मिडिया आउनुभन्दा पहिला एउटा सबैजना गीत गाउनु ल फेरि हुन्छ। ओ आँखामा ठुलै संसार काँडाको आँखामा काँडै संसार